के तपाईँ पनि लाइफमा केही ट्रान्सफर्मेसन खोजिराख्नु भएको छ र कुनै प्लान बी सोचिराख्नु भएको छ र घरमै बसेर आफ्नो फ्यामिलीलाई टेक केयर गर्दै सानो सानो बच्चाहरूलाई हेर्दै कुनै प्यासिभ इन्कम खोजिराख्नु भएको छ भने यो भिडियो तपाईँको लागि हुनसक्छ। नमस्ते, म रूपा गोसाई। ओरिजिनली म चाहिँ नेपालको भक्तपुरबाट हुँ र हाल यो क्यानाडाको क्यालगरीमा विगत 13-14 वर्षदेखि बस्दै आइरहेको छु आफ्नो फ्यामिलीसँग। पेसाले म एउटा नर्स हुँ भनेदेखि चाहिँ यहाँ पनि एज अ हेल्थ सेक्टरमै काम गरिराखेकी छु र यो मैले गर्दै आइराखेको अनलाइन डिजिटलको बारेमा चाहिँ केही हजुरहरूसँग सेयर गर्न चाहन्छु, जुन चाहिँ विगत केही समयदेखि मैले घरमै बसेर आफ्नो फ्यामिलीसँगै बसेर यो बिजनेसलाई चाहिँ अगाडि बढाइराखेको छु, जसले गर्दा मेरो प्रोफेसनल मात्र होइन पर्सनल ग्रोथ पनि यसबाट भइराखेको छ र पर्सनल डेभलपमेन्ट एन्ड कन्फिडेन्स जुन त्यो चाहिँ ममा ट्रान्सफर्म भइराखेको छ। म पहिला एकदम नै क्यामेरा साई पर्सन थिएँ भनेदेखि चाहिँ जबदेखि मैले यो अनलाइन डिजिटल बिजनेस सुरु गरेँ तब मैले चाहिँ धेरै कुराहरू टेक्साबीका कुराहरूदेखि लिएर टेक्निकल चिजहरूदेखि लिएर धेरै कुराहरू यसमा सिक्ने मौकाहरू पाएँ र यसमा चाहिँ अब तपाईँहरूले चाहिँ धेरै कुराहरू पाउनुहुन्छ, जुन चाहिँ यो तपाईँहरूले यो मोबाइल त तपाईँहरूको सबैको हातमा हुन्छ, हामी सबैको हातमा हुन्छ। इभन बच्चादेखि लिएर बुढाबुढीसम्मको हातमा सबैको हातमा मोबाइलै हुन्छ र तपाईँहरूले पनि दिनमा केही नभए पनि 2-3 घन्टा चलाएकै होला। के तपाईँहरूलाई त्यसबाट चाहिँ पैसा आइराखेको छ त? पक्कै पनि छैन होला। र त्यही प्लेटफर्मलाई युज गरेर, त्यही मोबाइललाई युज गरेर, त्यही टाइमलाई युज गरेर मैले चाहिँ यो अनलाइन डिजिटल बिजनेसबाट चाहिँ पैसा कमाइराखेको छु र तपाईँहरूले पनि यस्तै मौका खोजिराख्नु भएको छ। र जागिर त हामी सबैकै छ, लाइफमा चाहिन्छ पनि होइन, तर जागिरै मात्र हाम्रो लाइफ होइन, किनभने जागिरले हाम्रो कहिले पनि लाइफ अगाडि बढ्दैन र जुन मेरो पनि त्यस्तै भइराखेको थियो। र जागिरले हाम्रो पेट त पर्छ भनिन्छ नि, अब पेट भोको पनि हुँदैन, भकारी पनि कहिले भर्दैन जागिरले। र हामीले चाहिँ केही एक्स्ट्रा गर्नु पर्यो भने हामीले चाहिँ 10 चोटि सोच्नुपर्ने बाध्यता हुन्छ लाइफमा र त्यही भएर चाहिँ एज अ प्लान बीको रूपमा तपाईँहरूले चाहिँ केही सोचिराख्नु भएको छ, गर्न खोजिराख्नु भएको छ भने दिस इज द राइट प्लेटफर्म भन्न चाहन्छु। र यो बिजनेस चाहिँ सोसियल मिडियाको थ्रु तपाईँहरूले चाहिँ गरिन्छ होइन। सोसियल मिडिया भन्नाले अब तपाईँहरूले नि चलाइराख्ने फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक, गुगल, लिङ्क्डइन, पिन्ट्रेस्ट, त्यस्तै अब यो एकदम नै आजकल धेरैले सोसियल मिडिया चलाउँछ। ती सोसियल मिडिया युज गरेर हामीले यो बिजनेस गर्ने हो, जुन चाहिँ एउटा मोबाइल र वाइफाई भए तपाईँलाई चाहिँ पुग्छ र 24/7 यो बिजनेस चाहिँ चलि नै राख्छ। तपाईँ कहीँ गए पनि, ट्राभल गरे पनि, तपाईँ सुत्दाखेरि पनि उठ्दाखेरि पनि 24/7 अटोमेसनद्वारा नै चलिराख्ने बिजनेस हो यो चाहिँ होइन। अनि सबै हेभी लिफ्टिङ कामहरू सबै अटोमेसनबाट हुने भएकोले जम्मा हामीले चाहिँ 10देखि 20% मात्र काम गरे पुग्छ यसमा चाहिँ। र अर्को भनेको यसको राम्रो बेनिफिट भनेको यो एकदम 100% लिगल बिजनेस हो होइन। अनि यसमा कुनै स्क्याम हुने चान्स छैन, तपाईँले चाहिँ केही लुज गर्नुपर्ने केही पनि छैन। र तपाईँले भन्नुपर्दाखेरि यसमा चाहिँ 3देखि 5 वर्षभित्र तपाईँले रिटायरमेन्ट पाउनुहुन्छ। नर्मली हामी 65देखि 70 इयर्समा मात्र हामीले रिटायरमेन्ट पाउनुहुन्छ भनेदेखि यसमा चाहिँ तपाईँले यो बिजनेस सुरु गरेको 3देखि 5 वर्षभित्रमै रिटायरमेन्ट पाउनुहुन्छ। र अर्को कुरा लेगेसी पास गर्न पनि मिल्छ यो बिजनेसबाट भन्नाले तपाईँको छोराछोरी जब 18 वर्ष पुगिन्छ तब तपाईँले यो बिजनेस तपाईँको छोराछोरीलाई ह्यान्डओभर गर्न पनि मिल्छ। र तपाईँले बाहिरै बसेर मात्र होइन, तपाईँले नेपालमै बसेर डलर कमाउन सक्नुहुन्छ भने बाहिर किन जाने होइन। अर्काको देशमा चाहिँ सेकेन्ड नागरिक भएर किन बस्ने त, आफ्नै देशमा बसेर पैसा कमाउन सकिन्छ। यस्तो अपर्च्युनिटी तपाईँहरूले चाहिँ खोजिराख्नु भएको छ भने दिस इज द राइट प्लेटफर्म भन्न चाहन्छु होइन।
त्यही भएर चाहिँ हामीसँग जोड्नुहोस्, मसँग जोड्नुहोस्। यो बिजनेस चाहिँ एकदमै राम्रो छ, सबैले गर्न मिल्ने, जहाँबाट पनि गर्न मिल्ने र संसारको जुनसुकै कुनामा बस्ने मान्छेले गर्न सकिने भएकोले चाहिँ अब अझ भन्नुपर्दाखेरि यो बिजनेस त ग्लोबल वाइज हो होइन। अनि यसमा चाहिँ अलमोस्ट 3 लाख मान्छेहरूले यसलाई चाहिँ एज अ साइड हसलको रूपमा चाहिँ फुल टाइम जब गरेर पनि होइन यो बिजनेस चाहिँ प्लान बीको रूपमा चाहिँ घरमै बसेर आफ्नो कम्फोर्ट जोनमा बसेर गरिराख्नु भएको छ र पैसा त यसमा 100% कमाइ नै राखेको छ, लाखौँ कमाइराखेको छ, करोडौँ कमाउन सकिन्छ दिनको 1 देखि 2 घन्टा दिएर होइन। त्यही भएर तपाईँहरूले चाहिँ ट्राई गर्नुहोस्। यो कुनै बिजनेस तपाईँले गर्नै पर्छ भन्ने छैन, तर तपाईँको लागि पनि हुनसक्छ होइन। ट्राई गर्दैमा केही हुँदैन, तपाईँले चाहिँ लाइफमा सबै कुरा ट्राई गर्नुपर्छ र ट्राई गरेपछि नै थाहा हुन्छ होइन यो मेरो लागि हो कि होइन भन्ने कुरा चाहिँ। त्यसको लागि चाहिँ मसँग कनेक्ट हुनुहोला। मसँग कनेक्ट हुनको लागि मेरो वेबसाइट छ www.rupasamrat.com मा गएर तपाईँहरूले चाहिँ सानो छोटो वेबिनार हेर्नुहोला। त्यसपछि पनि थप जानकारीको लागि चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोला। व्हाट्सएप, इन्स्टाग्राम, फेसबुकमा अथवा चाहिँ पर्सनल नम्बरमा चाहिँ तपाईँहरूले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यति भन्दै अहिलेलाई चाहिँ बिदा हुन्छु। थ्याङ्क यू सो मच। बाई बाई।